आजको यात्रामा म यो ट्रकमा 8 घन्टा बिताउनेवाला छु। जुन हजुरहरू यो बाटो देख्दै हुनुहुन्छ, यो बाटो जान्छ डोल्पा। अनि डोल्पा जाने बाटोको कन्डिसन केही यस्तो छ। खै यतातिर हेर्नु त ससुरो मेरो भाइ नमस्ते, स्वागत छ हजुरहरूलाई एउटा न्यू एपिसोडमा। नमस्ते, मेरो नाम चाहिँ सुशील, म चाहिँ सुदूरपश्चिम कञ्चनपुरबाट। अनि अहिले म छु डोल्पा जाने बाटोको उता। अनि जुन ठाउँमा म छु यो ठाउँको नाम हो रिम्ना। अनि जुन हजुरहरू यो बाटो देख्दै हुनुहुन्छ, यही बाटो भएर चाहिँ डोल्पातिर गइन्छ। अनि यतातिरको चाहिँ के यस्तो भ्यू छ। म हिजो बस्या भने चाहिँ यतातिर थिएँ, अनि आज चाहिँ म डोल्पाको लागि चाहिँ जाँदैछु। अहिले बजिरहेछ बिहानको 8:30। अनि म यहाँनिर उभिएको करिब आधा घन्टा जति भइसक्यो होइन। गाडीहरू त आउला छ, त्यस्तो त छैन कि गाडी नै आउला होइन। अहिले बिहानको समय भएर ट्रकहरू टन्नै आउन लाग्छन्, तर रोक्न लाग्छ छैन। के छ समस्या? अगाडिसम्म ए ल ल कहाँसम्म जानुपर्ने हजुरहरू? मलाई त्यहाँसम्म छोडिदिनुहुन्छ? म जाने त डोल्पा हो होइन, हजुर जहाँसम्म जानुहुन्छ त्यहाँसम्म छोड्नु हुन्छ ल। हामी बिच बाटो उसमा जाने हो कि त्यही भएर नि त्यहाँबाट अर्को ठ्याक्कै बस पाउँछ त्यहाँबाट। हजुर त्यहाँ जाँदा भयो। म चाहिँ लिभ लिएर नै यात्रा गर्दै हो कि, त्यही भएर। अहिले रिम्नाबाट आएको यहाँ रिम्नामा बसेको थिएँ हिजो, अहिले आएको। अघि नै आएको थिएँ, अहिले 1-1.5 घन्टा भइसक्यो। खै यतातिर हेर्नु त ल डाइलग हानिदिनु त खै ससुरो मेरो भाइ अहिले यो डाइलग त लास्टै फेमस भएको छ है। यसैबाट भाइरल भएर ठाउँ ठाउँ कति बोलाउँछन् अहिले। अस्तितिर म सल्ली बजार भन्ने ठाउँमा बसेको थिएँ क्या, एकजना ससुरो मेरो भाइ यस्तै भन्दै हुनुहुन्थ्यो कि। अब ससुरालाई यही भन्नुपर्छ त हाम्रो क्या, के भन्नु पाइन्छ भने यो भिडियो हेर्नु भएन भन्ने। म आएको भने चाहिँ यो ट्रकमा, यो ट्रकको पछाडि हेर्नुहोस् त पाइपहरू हालेको छ। अहिले चाहिँ हामीहरू यहाँ डिजल भर्नलाई चाहिँ रोकेका छौँ। अनि यस्तो छ यतातिरको चाहिँ, यतातिर हेर्नुहोस् त पुरानो पुरानो टाइपको घरहरू। यता यो नि छ, यता नि छ, पुरानो पुरानो टाइपको घरहरू छ। यस्तो छ। कि डिजल नै भर्ने हो? कति छ डिजलको रेट? 230 230 डिजलको।
पेट्रोल नि पाउँछ यहाँ? पाउँदैन पेट्रोल? ए 230 रुपियाँ लिटर रहेछ। अहिले चाहिँ म तल्लो बगर भन्ने ठाउँमा चाहिँ पुगेको छु। अनि जुन यो ठाउँ हजुरहरूलाई देखिरहेको छ नि, यो ठाउँ पर्छ रुकुम जिल्लामा। अनि पारितिर जुन देखिरहेको नि, यो चाहिँ जाजरकोट भइहाल्यो। अनि डोल्पा जाने बाटो चाहिँ के यस्तो छ, बाटोको हालत एकदमै खराब छ, एकदमै खराब छ। अनि यतातिर चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ पुरानो स्टाइलको घरहरू चाहिँ यतातिर बनाएको छ। अनि यता नि पुरानो स्टाइलको घरहरू छ यतातिर चाहिँ। अघि हामीहरू आएको गाडीमा पाइपहरू चाहिँ अनलोड हुँदैछ। अहिले चाहिँ म यतितिर छु कि म अलिकति अगाडितिर गएको थिएँ, करिब 1 किलोमिटर अगाडि गएको थिएँ। अनि त्यहाँ गएर चाहिँ होटलमा चाहिँ नास्ता गरेर चाहिँ बसेको थिएँ होइन। करिब म चाहिँ 1.5देखि 2 घन्टा जति बसेँ। अनि त्यहाँको साउजीलाई चाहिँ मैले सोधेँ कि के कस्तो छ बाटोको कन्डिसन उतातिर। जस्ट हजुरहरू यतातिर यो बाटो हेर्नुहोस् होइन, यो बाटो डोल्पा जाने। अनि माथितिर यो भन्दा नि बेकार बाटो छ। अब म भनेको चाहिँ न त मसँग बाइक छ न त केही छ, म चाहिँ लिफ्ट लिएर नै ट्राभल गर्दैछु। त्यही भएको कारणले अब प्रायः जसो गाडीहरूमा चाहिँ उहाँहरूले चाहिँ अब गाडीको नि सुरक्षा गर्नै पर्यो। त्यही भएको कारणले चाहिँ धेरै जसो मान्छेहरूले लिफ्ट दिँदैनन्। अनि माथि गयो भने त्यही हो, बढी स्ट्रगल हुन्छ, गाडीहरू मिल्दैन। त्यो समस्या आउनुभन्दा पहिला नै मैले के डिसाइड गरेँ कि म अब माथितिर जाँदिनँ, डोल्पा जाँदिनँ। अब यतादेखि तलतिर जान्छु, जहाँदेखि चाहिँ म आएको थिएँ त्यतातिर चाहिँ जान्छु। कि चाहिँ रुकुम हुँदै बागलुङतिर लाग्छु। अनि हजुरहरूलाई चाहिँ यस्तो नै लाग्न सक्छ कि हार मानिहाल्यो होइन, यति छिटो नै हार मान्नु थिएन, 2-3 घन्टा के छ, अझै 3-4 घन्टा रोकिएको भए त के नै हुन्थ्यो र भन्ने जस्तो नि फिल हुनसक्छ। तर जस्ट इमेजिन गर्नुहोस् कि यस्तो बाटो छ, मान्छेहरू भन्दा चाहिँ योभन्दा नि वर्स्ट कन्डिसन छ माथितिर। अब यो टाइम त यस्तो नै भयो। अब कुनै अर्को टाइम चाहिँ टाइम मिलाएर चाहिँ गाडीमा नै पैसा तिरेर चाहिँ त्यसरी आउने कोसिस गर्दैछु।
यता यहाँ बीच बाटोमा चाहिँ पहिरो परेको रहेछ त्यतातिर चाहिँ गाडीहरू अहिले रोकिया छन् पहिरो परेर चाहिँ यस्तो भएको माथितिर चाहिँ माथितिर चाहिँ काम भइरहेको रहेछ माथितिर चाहिँ अनि तलतिर चाहिँ के यस्तो छ आज बिहान चाहिँ म यही बजारदेखि आएको थिएँ अनि उता गएँ अनि यही गाडीमा चाहिँ फिर्ता आएँ